मिठो छ। ज्याकपट चाहिँ 4 मिलियन पुगिसकेको रहेछ हैन। ज्याकपट पर्न चाहिँ धेरै गाह्रो हुन्छ है साथीहरू हैन। पर्न चाहिँ हेलो साथीहरू, गुड मर्निङ अनि ह्याप्पी न्यू इयर, ह्याप्पी चाइना न्यू इयर हैन। आज चाहिँ यहाँ मलेसियामा चाहिँ चाइनिज न्यू इयर हो हैन। सो हाम्रो चाहिँ आज 2 दिन छुट्टी छ, आज र भोलि। सो हिजो रातिसम्म काम गरेर अनि आज र भोलि चाहिँ हाम्रो छुट्टी छ हैन। सो अहिले चाहिँ म बाहिरतिर जाँदैछु घुम्न हैन। सो मैले ग्र्याब पनि अर्डर गरिसकेको छु, ट्याक्सी है, ट्याक्सी पनि तल आइसकेको छ। अनि भिडियो अन्तिमसम्म हेर्दै जानु होला। लेट्स गो। अनि आज चाहिँ यता मलेसियातिर पानी परिरहेको छ है साथीहरू, पानी परिरहेको छ आज। सिधै यही हो, ट्याक्सी पनि आइपुग्यो हैन। पानी परिरहेको छ, धेरै चिसो छ आज हैन। चिसो छ। मेरो रेस्टुरेन्ट चाहिँ यही हो हैन, म काम गर्ने रेस्टुरेन्ट। अहिले चाहिँ मलाई भोक लागिरहेको छ। सबभन्दा पहिला म खाना खान जान्छु हैन। खाना खाइसकेपछि चाहिँ म फेरि कता जान्छु। आज भिडियो गर्दै जानु होला। यहाँ चाहिँ छुट्टी हैन, घुम्नु पर्यो, रुम पनि कति बस्नु है। सो भिडियो गर्दै जानु। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन गरिदिइहाल्नु होला। लाइक कमेन्ट सेयर पनि गर्न नबिर्सनु होला है। लेट्स गो। म चाहिँ अहिले खाना अर्डर गरिसकेको छु हैन। खाना पाकिरहेको छ अनि म चाहिँ वेट गरिरहेको छु। मान्छे यहाँ रेस्टुरेन्टमा धेरै भिड छ आज हैन। आज सबै छुट्टी छ, होलिडे हो हैन, यहाँको चाइनिज न्यू इयर, त्यही भएर नि होला है। भिड छ आज। खाना नि आइपुग्यो है। मेरो खाना चाहिँ यही नै हो आजको। मिठो छ। मैकडोनल्ड मैकडोनल्ड पाएँ म होइन। मैकडोनल्डको चिकन क्यापिचिनो होइन, मिठो चाहिँ छैन। 7 रिङ्गेट यसलाई, गुलियो छैन होइन। यहाँदेखि चाहिँ म एकछिन ब्याङ्क जान्छु होइन। ब्याङ्क मेरो हल्का काम छ, ब्याङ्क जान्छु, हल्का काम छ होइन। अनि ब्याङ्कदेखि चाहिँ रुम। हेलो साथीहरू, म चाहिँ फेरि रुम आइपुगेँ। अनि म चाहिँ छाता ओरेर फेरि ब्याङ्कतिर जान लागेको अहिले होइन। यहाँ चाहिँ अझै पनि पानी परिरहेको छ, पानी अझै बन्द भएको छैन। म चाहिँ रुम गएर अनि छाता ल्याएर अनि फेरि जान लागेको होइन। अहिले चाहिँ बसमा जाने हो। आज चाहिँ होलिडे भएर होला, ट्याक्सी पनि साह्रै महँगो छ आज है। त्यही भएर अहिले चाहिँ बसमा जाने होइन। बसमा चाहिँ धेरै पर्दैन, 1 रिङ्गेटले नै हुन्छ बसमा है। सो म यहाँदेखि अब बस स्टप जान्छु है, नजिकै छ। अनि त्यहाँ कुर्छु एकछिन, अनि बस आउँछ अनि म बसमा बसेर जाने। म चाहिँ अहिले बस स्टपनिर छु है। यहाँ म त कुरिरहेको छु बस होइन। अनि मलेसियामा यस्तै हो, एकछिन पानी आउँछ, एकछिन गर्मी घाम गर्छ होइन। आज चाहिँ पानी परिरहेको छ। बस्ने अझै टाइम लाग्छ होला है। म एकछिन बस्दै पुग्छु होइन। पानी पऱ्यो भने पानी हुन्छ होइन। फेरि 1 घन्टाभित्र पानी कता जान्छ हराउँछ है। आज चाहिँ धेरै गाडीहरू छैन, मान्छेहरू चाडपर्व मनाएर होला होइन। ल 20 मिनट कुरिसकेपछि बस नि आइपुग्यो होइन। म चाहिँ जाने बस्नु हो। बस नि गयो, खाली रहेछ आज है, छैन बसमा। बसबाट झऱ्यो है। बसबाट झरेर अब हल्का हिँड्नुपर्छ होइन। पुरै टाढो छ है। म चाहिँ अहिले आकाशपुरमा छु होइन।
यहाँदेखि 5 मिनट हिँड्नुपर्छ, त्यसपछि ब्याङ्क आउँछ है। ब्याङ्कमा चाहिँ पैसा डिपोजिट गर्नु थियो होइन। अहिले एटिएममा छु, एटिएममा पैसा डिपोजिट गरेँ। आज चाहिँ यता होलिडे भएर होइन सबै बन्द रहेछ है। मान्छेहरूको पनि आज धेरै आवत जावत छैन होइन, सुनसानै छ आज। अन्त यता ब्याङ्कतिर त साह्रै भिड हुन्छ है। आज चाइनिज न्यु इयर, सबै छुट्टी भएर होला होइन। अनि यता चाहिँ पानी अझै रोकेको छैन, पानी परेको परेछ है। अनि म चाहिँ अब यहाँदेखि हल्का अगाडि हिँडेर अब टोटो काट्नु पऱ्यो होइन। यहाँको ज्याकपट अब परे नपरे नि ज्याकपट चाहिँ काट्नुपर्छ होइन। कुन दिन भाग्य चम्किन्छ है। भाग्य चम्क्यो भने फेरि भइहाल्यो होइन, काम गर्नु पर्दैन जिन्दगीभरि। त्यही भएर म चाहिँ अब टोटो काट्नेतिर लाग्छु होइन। अनि त्यहाँदेखि चाहिँ रुम जान्छु। भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म होइन। आज दिनभरि म के गर्छु, कहाँ जान्छु है। अनि सब्सक्राइब गर्नुभएको छैन गरिदिइहाल्नु होला है। अनि लाइक कमेन्ट सेयर पनि। लेट्स गो। सो म चाहिँ ज्याकपट काट्ने ठाउँमा आइपुगेँ साथीहरू होइन। म चाहिँ अब ज्याकपट काट्छु यहाँ है। ज्याकपट चाहिँ 4 मिलियन पुगिसकेको रहेछ होइन। यसको चाहिँ दाम बढ्दै जान्छ होइन। अहिले चाहिँ 4 मिलियन पुगिसकेको छ। अनि सेकेन्ड ज्याकपट चाहिँ 1,000, 1,000, 10,000, लाख 1 लाख है। ज्याकपट चाहिँ मैले काटेँ होइन, 8 रिङ्गेटको। अब पर्छ कि पर्दैन त्यो भोलि थाहा हुन्छ होइन। म चाहिँ अब रुमतिर फर्कन्छु है। एकछिन अब यता बस स्टपमा बस कुर्छु होइन। अनि बसमा बसेर चाहिँ जान्छु। ज्याकपट पर्न चाहिँ धेरै गाह्रो हुन्छ है साथीहरू होइन। पर्न चाहिँ पर्दैन, तैपनि आश हुन्छ नि एउटा एक न एक दिन पर्ला भनेर है। त्यही भएर ज्याकपट निकालियो है। अब म चाहिँ यहाँदेखि रुम जान्छु होइन। एकछिन बस कुर्छु यहाँनिर। अनि यहाँदेखि रुम जाने फेरि 1 रिङ्गेट लाग्छ होइन बसको भाडा। यहाँदेखि चाहिँ अब रुम जानेमा बसिसकेँ होइन। यहाँको बस चाहिँ धेरै राम्रो हुन्छ है। सबै एसीवाला भयो है। बसमा चाहिँ एसी हुन्छ। अनि अहिले चाहिँ पानी परिरहेको छ, झन् चिसो भइरहेको छ होइन। ट्राफिक लाइट छ है। मेरो रुम चाहिँ यहाँदेखि नजिकै हो होइन। 2 मिनट जति लाग्छ अब बसमा। म चाहिँ बसदेखि झरिसकेँ होइन साथीहरू। अनि यहाँ चाहिँ आज बजार जस्तो लागेको रहेछ होइन। यो चाहिँ मेरो रुम नजिकैको मार्केटको तल हो है। यहाँ चाहिँ सबै खानेकुराहरू, कपडाहरू के बेच्न राखेको छ है। म चाहिँ अहिले मेरो रुम नजिकैको मार्केटमा आएको छु है। यहाँ मार्केटमा नि घुम्छु, हल्का थोरै सामान किन्छु होइन। यो चाहिँ मेरो रुम नजिकैको मार्केट हो है। यो मार्केट पनि धेरै ठुलो छ होइन। धेरै ठुलो छैन, त्यही पनि ठुलै छ। यो चाहिँ मार्केटको नाम चाहिँ लोटस हो है। मेरो रुम नजिकै हो, मेरो रुमको तलतिर। म चाहिँ यता एकछिन घुम्छु होइन, सपिङ गर्छु। फलफुलहरू सबै के बेच्न राखेको हुन्छ होइन। यता चाहिँ केरा पनि छ, फलफुल। यहाँ चाहिँ म 2टा दही लिन्छु होइन। योगर्ट, यो चाहिँ दही हो है। मलाई चाहिँ साह्रो मिठो लाग्छ दही है। त्यही भएर 2टा दही पनि किने। अनि यता माछा पनि राखेको छ है। माछा चाहिँ त्यति मिठो लाग्दैन मलाई है। यो चाहिँ गङ्गटार के हो के बेच्न राखेको छ। आज धेरै मान्छे पनि छैन यो मार्केटमा होइन। सुनसान छ सबै। अनि यहाँ चाहिँ यो चाहिँ दुध हो है। एउटा चाहिँ 5 रिङ्गेट। 2टा दुध पनि किने होइन। अब चाहिँ म पे गर्छु पैसा है काउन्टरमा। अनि त्यसपछि चाहिँ रुमतिर लाग्छु। अब चाहिँ म रुमतिर फर्किँदैछु। मेरो धेरै सामान किन्नु चाहिँ थिएन आज होइन। सो अब म सपिङ गरेर अब रुमतिर लाग्दैछु होइन। धेरै हिँड्यो आज, थकाइ पनि लाग्न लागिसक्यो होइन। अनि यता चाहिँ खाना खाने ठाउँ हो होइन। भिडभाडै छ आज यता।
आज चाहिँ म दिनभरि घुमेँ है, घुमेँ यताउता गएँ, सपिङ नि गरेँ होइन। अब चाहिँ म रुम फर्किँदैछु। सो भिडियो अन्तिमसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद। अनि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। अनि सब्सक्राइब गर्नुभएको छैन भने गरिदिइहाल्नुहोस् है। थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग। बाई बाई, सी यू नेक्स्ट ब्लग। बाई।